नमस्कार सम्पूर्णमा च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाइदिनु होला। भिडियो मन परे लाइक कमेन्ट र शेयर गरिदिनु होला। साथीहरु, हामी एउटा कन्टेन्ट क्रिएटर भइसकेपछि हामीले फुल मोनेटाइज गरिसकेपछि हामीले $10 प्राप्त गरिसकेपछि हामीले गुगल एडसेन्स जुन एप्लाई गरेको थियौं, गुगल एडसेन्स एप्लाई गरिसकेपछि एप्लाई गरेको 21 दिन भित्र यानी कि 3 हप्ता भित्र हाम्रो गुगल एडसेन्स पिन आउने गर्छ र त्यो पिनलाई कसरी हामीले स्विमिट गर्ने, कसरी एक्टिभ गर्ने, एड्रेस भेरिफिकेसन हामीले कसरी गर्ने भन्ने कुरा मैले यो भिडियो अन्तर्गत रहेर तपाईहरुलाई सिकाउँदै छु। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला। फाइनल्ली मेरो चाहिँ यहाँनेर गुगल पिन आइसकेको छ यो च्यानलको। मैले तपाईहरुलाई स्टेप बाइ स्टेप सिकाउँदै छु, भिडियो स्किप नगर्नु होला। त्यसैगरी मैले अब सिम्पली तपाईहरु जानु होला आफ्नो क्रोम ब्राउजरमा। क्रोम ब्राउजरमा गइसकेपछि यहाँनेर सर्च गर्नु होला। क्रोम ब्राउजरलाई खोल्न दिनु होला। यहाँ सर्च गर्नु होला। सर्च बारमा गएर गुगल एडसेन्स सर्च गर्नु होला। मेरो अलरेडी सर्च गरेको कारणले यहाँनेर देखाइरहेको छ। अदरवाइज देखाएन भने तपाईले सर्च गर्नु होला। गुगल एडसेन्समा क्लिक गर्नु होला। त्यसपछि यहाँनेर लग इन गर्नु होला। हामीले हाम्रो च्यानल यहाँ धेरैवटा च्यानल हुन सक्छन्। हामीले गुगल एडसेन्स अथवा हामीले चाहिँ हामीले युट्युब च्यानलको चाहिँ गुगल एडसेन्स पिन आएको थियो, त्यसको लागि हामीले त्यो च्यानल यहाँनेर लगइन गर्नुपर्ने हुन्छ। त्यसैगरी म यहाँनेर लगइन गर्छु। अब त्यो च्यानल लगइन भइसकेको छ। त्यो हाम्रो जुन च्यानल छ त्यो च्यानलले अहिलेसम्म $188.62 कमाइसकेको छ यो च्यानलले। मैले तपाईहरुले देख्न सक्नुहुन्छ। त्यसैगरी यहाँनेर हामीले जुन गुगल पिन आएको छ त्यो पिन भेरिफिकेसन गर्नको लागि अब यहाँनेर लेखिरहेछ योर पेमेन्ट आर अन होल्ड बिकज यु नीड टु भेरिफाई योर एड्रेस भनेर भनिरहेछ। एड्रेस भेरिफाई गर्न आवश्यक छ। अहिले तपाईको पेमेन्ट होल्ड भइरहेछ भनेर भनिरहेछ। तपाईहरुले यस्तो खालको आएको छ भने तपाईहरु यहाँ टेक एक्सनमा जानुभयो भने यहाँनेर देख्न सक्नुहुन्छ आइडेन्टिटी भेरिफिकेसन कम्प्लिट भएको छ, एड्रेस भेरिफिकेसन कम्प्लिट भएको छैन, नीड एटेक्सन भनेर भनिरहेछ। त्यसैगरी यहाँनेर मुनि देखाइरहेछ 6 डिजिट भेरिफिकेसन पिन भनेर भनेको छ। यो तरिकाले यहाँनेर भनिरहेछ। अब त्यसैगरी म तपाईहरुलाई अर्को तरिका सिकाउँदै छु। यो टेक एक्सनमा गएपछि चाहिँ त्यसरी देखाउने भयो। अदरवाइज यहाँनेर टेक एक्सन कुनै पनि छैन भने त्यो अवस्थामा हामीले कहाँ जाने भन्ने कुरा, त्यसको लागि सिम्पली यहाँनेर 3 वटा रेखा छ, यसमा जानु होला। त्यही ठाउँमा पुग्छ। 3 वटा रेखामा गइसकेपछि यहाँनेर भेरिफिकेसन चेकमा जानु होला। भेरिफिकेसन चेकमा जानुभयो भने पनि यही ठाउँमा आउँछ है। यही ठाउँमा आउँछ। यो ठाउँमा आइसकेपछि अब हामीले मसँग अलरेडी पिन आइसकेको छ। मैले पिन यहाँनेर एप्लाई गर्दै छु। त्यसपछि तपाईले यहाँनेर जुन 6 डिजिट भेरिफिकेसन पिन भनेको छ यो ठाउँमा तपाईले आफ्नो गुगल पिन आएको छ भने त्यो पिन यहाँनेर फिल गर्नु होला। मैले सिम्पली यहाँनेर फिल गर्दै छु। मैले यसरी फिल गरे। यो फिल गरिसकेपछि मैले यहाँनेर स्विमिट गर्दै छु। यो स्विमिट गर्दाखेरि यहाँनेर तपाईको एड्रेस भेरिफिकेसन पनि कम्प्लिट देखायो, आइडेन्टिटी भेरिफिकेसन अलरेडी कम्प्लिट थियो हैन। त्यसैगरी अब यो कम्प्लिट भइसकेपछि अब यहाँनेर एकछिनमा हामीले यहाँनेर तपाईको रिफ्रेश गर्नुपर्छ अथवा एकछिनमा यो माथि यो जुन थियो टेक एक्सन भनेर यो चाहिँ अटोमेटिक हटाउने गर्छ, अटोमेटिक हट्ने गर्छ। यसैगरी तपाईले पनि आफ्नो पिन भेरिफिकेसन गर्न सक्नुहुन्छ। पिन आइसकेपछि सबै कुरा भइसकेपछि यो भेरिफिकेसन गर्न कुनै पनि गाह्रो छैन। सिम्पली त्यो 6 डिजिट पिन भनेको हुन्छ, त्यसमा क्लिक गर्दा बित्तिकै तपाईको फाइनल्ली तपाईको एड्रेस भेरिफिकेसन भइहाल्छ। एड्रेस भेरिफिकेसन भयो भने तपाईले आफ्नो सबै काम गर्न सक्नुहुन्छ। त्यसैगरी यहाँ यो च्यानलको सबै कुराहरू कम्प्लिट भइसकेको छ। ब्याङ्क एकाउन्ट पनि सबै जोइन भइसकेको छ, सबै कुरा भइसकेको छ। यहाँनेर देख्न सक्नुहुन्छ तपाईहरुले $188 कमाइ भएको छ यसमा। ब्याङ्क एकाउन्ट पनि यहाँनेर आउँछ। ब्याङ्क एकाउन्ट यो जोइन भइसकेको छ।
ब्याङ्क एकाउन्ट जोइन हुँदाखेरिमा ब्याङ्क एकाउन्टमा यस्तो जोइन हुन्छ। मैले यसको बारेमा भिडियो पनि बनाएको छु, हेर्नु होला। तपाईँले ब्याङ्क एकाउन्ट जोइन गर्न आउँदैन भने है यसरी नै तपाईँले आफ्नो पिन भेरिफिकेसन गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिनु होला। यस्तै यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गरेर बेल आइकन पनि दबाउन नबिर्सिनु होला। थ्याङ्क यू सो मच फुल वाचिङ। यदि तपाईँहरूलाई कुनै पनि समस्या छ युट्युब सम्बन्धी भने बायोमा फेसबुक छ, मेसेज गर्नु होला। म तपाईँहरूलाई एकदमै सपोर्ट र हेल्प गर्ने एकदम कोसिस गर्नेछु। थ्याङ्क यू सो मच।